भागो 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 भालु भालु त्यो भालुलाई मिल्छ क्या ब्रो किनभने नमिल्ने छ र के भन्न चाहन्छु यहाँबाट थकान महसुस भइरहेको छ छायामा पऱ्यो बरु तिमी के सुतेर आयो ओग्न आइसक्यो के यो ओग्न आइसक्यो मैले अर्कै भन्यो नजानेसी यस्तो समस्या छ कि होइन अब यो यसरी हिँडेको भएको भए त सकिन्थ्यो होइन केमा थियो र इङ्ग्लिसमा थियो कि फेरि ओयान थियो कि ओयान जिए छ अब त्यसलाई म अर्कै भन्छु के भन्थ्यो ओग्ना तिम्रो भनाइ चाहिँ के नि ओङ्गा जिएनए थियो होला नि त ओङ्गा आइछ ओङ्गा आइछ ओङ्गा भन्थ्यो तिमीले के सोधेर आयो नि अघि त्यहाँ स्टेसनमा गएर के पार्क भन्यो यो भन्ने होइन त चुचुबु भन्न चुचुबु चिचुबु मुसे ओन्गा पार्क गर्मी हो यार मेरो त भनौँ कस्तो लागिरहेको ब्रो कसरी थाहा भयो तिमीलाई कसले भनेर ओसो सुमे कसले गरायो तिमीलाई त्यो पनि त तिमी यस्तो ठाउँमा कस्तो खालको ओसो सुमे हामी चाहिँ जाँदैछौँ गाइजहरू ल पुगेपछि भेटौँ ल बाई बाई धरहरा हो यो गाइस धरहरा देखाउनु यो धरहरा बोका हेर्नु गाइस बोका होइन क्या धरहरा हेर न यस्तो राम्रो भ्यूमा तिमी खिच्दैन घर आएर ल्याङ्गर के कस्तो दामी साकुरा फुल्छ केटाहरू जान थाल्यो है गाडीमा पस्न लाग्छ केटाहरू त फेरि लाए गेडा हो म पनि छु नि फेरि यस्तो दामी ठाउँमा नआइपुगेर त्यस्तो त्यो जङ्गलमा भालु नि भएको ठाउँमा गयो त्यही पनि गु थियो रनमा हेर त मुला कत्रो ठुल्ठुलो दामी रहेछ भान्जा भान्जीहरूको यो अब यो पार्कमा बच्चाले खेल्ने पार्कमा के हानेर हामी बच्चाहरूलाई फेरि गाडीको चाहियो फेरि यस्तो सानो तिनो गाडीको
फुच्चेहरू चाकभन्दा त तल पाइड लाउँछ माथि जान्छ नि रनमतीहरू दामी है दामी घन्टा बजाउने ट्रेन है फेरि गए मुला चाक हलाउँदै पाइड सार मुला जुन केरीहरू उही उही गर्छ उही उही बाटो सिधिँदैन यार खै त भालुबारी तुरीबारी सबै हेरौँ अब केटा हो म चाहिँ हल्का काली छु त्यही भएर म चाहिँ आउँदिनँ अन्त के भन्छ अलि फेरि क्यामेरै उज्यालो हुँदैन कि त्यही भएर हो यिनीहरूलाई मात्रै देखाएको कि यिनीहरू गोरा छ नि त नि फेरि तेरा बाउ तुरीबारी फुल छैन के नि माया नि त फाइनली कस्तो विरक्त लाग्ने ठाउँमा आफ्नै थोप्ला देखेर हो देखाउनु लड्काको साकुरा गाइस साकुरा के छ हौ यहाँनिर भालु छ क्या त्यस्तै छ त आई लाइक यु कन्डो बेबी के हुन त्यस्तो जा अब यो गीत हो क्या गीत ल ग्याङ म्याचिस साकुरा चाहिँ दामी रहेछ है गाइस हामी चाहिँ युकेतिर आइसक्यो है युके आयो युके गाइस हामीले फुलै फुल देखाइदिन्छ तिमीहरूलाई यसरी फुलै फुलको बगैँचामा हामी दुई तिनजना दुई दाजुभाइ म भयो दुई दाजुभाइ कडा आइस त कतै घुम्ने पऱ्यो यार यो त नि आयो फेरि लिनु भ्लग बनायो क्या हो र आज पुरै कस्तो लाग्यो ब्रो माल ब्रो अब म चढेको हैन कसरी झर्दो रहेछ ब्रो हेरौँ न को हो त बताउने ब्यालेन्स पार्टी हो क्या यहीँबाट होला ब्रो देखिने होइन गाई हुन्छ होला है यता पनि गाई ए यहीँबाट यसरी पानी खाने भयो त्यहाँ ब्रो
ल फुल चाहिँ दामी छ मेरो अनुहारतिर नजाउँ ल अब यसरी जानुपर्छ ल यो माथि चाहिँ हामी जान थालेछौँ है ल केटा हो अब भरिङ चढ्न पर्न मिठो पार्कमा मैले क्यामेरा घुमाउने आउने यार ल है त केटा हो गइदिउँ निशानको चाक हेर्नु जाउँ न कस्तो खाले यार जाउँ फर्क्यो त्यहाँ त अर्कै रहेछ यार दुइटा जाउँ बुढाबुढी दुईजना रहेछ के को बुढाबुढी छ खै दुईजना रहेछ क्या अरे खै के हो यार घारी न घारी बाइक केही देख्दिनँ थाक्यो यार अब सूर्य आज यो पार्क पुरै घुमेर जानुपर्छ ल निशानलाई पो दामी घुमेछ हौ रमाइलो भन्ने के हो के बुझेनौ मन के भन्छ मन सन्तुष्ट पार्ने यही हो मन बुझाउ के खोइ देखेर पाला बनाइदिन्छु मलाई आज चाहिँ हामी घुम्न आएको जङ्गलमा मङ्गल गर्न निशान नितेश र हाम्रो चाहिँ आज यहाँ कहाँ आइपुग्यो भन्ने कुरा हो गाइजहरू यो चाहिँ बब्बाल एरिया जस्तो हो तर यता भालु हुन सक्छ अरे ब्रो यहाँ चाहिँ भालु हुन सक्छ अरे भालुसँग बचेर हिँड्नु भने त आज भालु देख्यो भने चाहिँ नि बब्बाल हुन सक्छ ग्याङहरू ब्रो के भन्नु छ भालु देखेन के भालु चाहिँ हामीले जित्दै देख्नु पर्ने हुन्छ भालु देखेन हौ मास्तिर होइन न त्यता होइन हौ यता यस्तो त नदेखाम है यो उहरू के भगवानहरु ढोकर जता हिँड्नु पनि यार बातै नसकिने अल्लाह ओइ त्यस्तो नगर त्यो त हेर न यो हामीले भनेको यस्तो हो क्या देखाउने हेर न बब्बाल छ माथि चढ्नु जाउँ न हामी घुम्न आएन के पुरा हाइकिङको लागि हाइकिङ हो क्या तर त्यो ठाउँ चाहिँ खोजेर जानै पर्छ है सिटीदेखि हामी चाहिँ नि 21 मा जान खोजेको 23 बाट आएको केटाहरू चाहिँ अगाडि गइसकेछ आजको हाइकिङ चाहिँ नि बब्बालै हुन्छ जस्तो छ तर हामी चाहिँ डराउनु पर्ने नि छ भालुसँग गाह्रो छ आज यस्तो रहेछ क्या भाग्ने अहिले पछि अरू नजाऊँ यार यहाँबाट उता डर लाग्यो यार कस्तो कस्तो ठाउँ यहाँ नखाले कता ठाउँमा आइपुगेको छ यार हामी त यार ब्रो 9:53 बाजिसक्यो ब्रो
लक खोल्नु पर्दैन त्यसो न त्यो हाम्रो त्यो हेरेको थियो नि त्यो त्यत्रो टाढोबाट सबै सिटी देखिन्छ हो त्यो त पल्लो साइडमा भइदियो अरे के अर्थै भएन भयो त भएन खतरा चाकुराको थियो छैन गएर केही पनि केटाहरू यार कालेर यो चुचुरो भनेर कहाँ जङ्गलमा खाँदै यार त्यही पनि देखाउने बेला राम्रो राम्रो मन्दिर राम्रो यस्तो गरेर होइन म गर्छु क्या अगाडि 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 चाहिँ कहाँ म अगाडि यसरी खुलिँदै कहाँको जङ्गलमा अहिले भालुले लहाड्यो भने कहाँ भाग्ने तारेदार छ डरै लाग्यो जेसे भने तिमीहरू म त प्यारेट भने म त आन्छिन भन्ने थाहा थाहा छैन मलाई जापान आएको कति वर्ष हो 4 वर्ष भयो त्यो पनि थाहा छैन आन्छिन भने सुरक्षित हो हात दुखो आफू देखाउँदै खिच्छ न यो यो अहिले भालु आयो भने पनि कता भाग्नु यार यहाँ तारेतार छ कता त्यस्तै अब चाहिँ डेन्जर अलर्ट जस्तो अब अब त तारसार केही छैन भागौँ यार हेर्ने छैन तारसार केटाहरू जाँदैछौँ कहाँ हो तर थाहै छैन हामी जान चाहिँ जाँदैछौँ यस्तो पारामा कहिले नटुङ्गिने बाटो हो यो भने बुझेन यो त हालेर मुभी बनाउनु ठिक हुन्छ तर फुलहरू चाहिँ तर भालु देखिएको छैन अलिकति उ छ अरे यार यता के हो कस्तो भालु रुखहरू बप्पाल छ भागिन्छ हामी बडा खा त तर यो हामी कहाँ जाँदैछ म्याप हेर्नु पर्ने के अरे यस्तो छ जापानको हाइकिङ हिँड्दै हामी जङ्गलमा फुल जङ्गल कञ्चना 25 बनाउने तर उता चाहिँ नि चुचुबु सिटी हो अलि उता जाऊँ न खोइ त हातमा लौरी हुनुपर्छ सो गाइस हेर्नुहोस् यस्तो हो यहाँ चाहिँ भालु यार भालु भागौँ यार ब्रो ओइ हेरौँ न एकछिन देखाउ त यहाँनिर भालु छ होइन उहाँ टाढा छ अहिले आउँदैन ओए त्यता नजाऊ के भालु भालु आउँछ उहाँ छ भालु तर एकै ठाउँमा बसिरहेको के भालु भालु यार ओइ भागो ओइ भागो भागो भालु आयो भागो भागो
भालु भालु त्यो भालुलाई ब्रो भालु रुको ब्रो ओए भयो भालु ब्रो भालु हेर न भालु भेट्नु नसके यार भालुलाई भालु भेटेन त हामीले पुरा सरी ल मजाक गरेको ब्रो केही छैन तिमीलाई भनेर मान्नु रमाइलो भयो नि गाह्रो भयो यार ल ब्रो आजको भिडियो के भन्न चाहन्छु के भन्ने चाहनु भनेर फुल हेर्ने सिटी हेर्ने कता कता दृश्य आजको हाइकिङ आज हाइकिङको रिभ्यू देऊ न त त्यो देऊ 2 out of 10 अनि रिभ्यू दे 3 10 मा out of 10 तिमी देऊ नि त 10 मा 10 हो सबै ठाउँ हेरेको नि त मेरो बनाउनु सक्छ 6-7 हुन सक्छ सबै ठिक छ